सो हेलो एन्ड नमस्ते एभ्रिवान। होप हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु है। वेलकम टु माई च्यानल। अनि अहिले चाहिँ यसो आज चाहिँ स्याटरडे, अनि स्याटरडे सबैको छुट्टी, हाम्रो पनि छुट्टी छ। त्यसैले हामी आज चाहिँ यसो घुम्न निस्किँदैछौँ है। कति रुममा मात्रै बस्नु, हेर हेलो गरिदेऊ ल, हेलो गरिदेऊ न। लाग्छ त भनेको माने पो। सो गाइज कुरो चाहिँ के भयो भन्दाखेरि म घरबाट निस्किएरै भ्लग स्टार्ट गरेको थिएँ क्या मैले। अनि साउन्ड क्वालिटी अलिकति बनाउनु पऱ्यो भनेर मेरो घरको त्यो माइक युज गरेको, त्यो माइक बिग्रेको, सबै त्यो आवाजै आएन क्या, ख्यार 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 मात्रै आएछ। अनि मैले त्यो त्यहाँबाट यहाँ आइपुग्दैछन् खिचेको भ्लग जति मेरो खुलित सबै चेट भयो है। त्यही भएर अहिले जाँदैछौँ राखेर जोडी होला है। फेरि मलाई भयो त्यतिखेर माफ के थाहा, आफ्नो मान्छे नि हुनसक्छ। के मसँग हाँस्किरह नि, यता हेर्नु भने चाहिँ मान्दैन। सुन्नु हो, डिमान्ड आइसक्रिम चाहियो अरे, त्यो आइसक्रिम नकिन्दा भएर ठुस्किरहेको मसँग। अब पैसा निकाल्न मिलेन त मैले के गर्नु त, अहिले तल गएर किनिदिन्छु भन्दा नि नहुने। गर्मी त हामीलाई नि भएको, हामीलाई खानु मन लागेको। पिन्चे पिन्चे त्यो पिरुवा हो क्या यो मान्छे त, काहीँ लिएर हिँड्नु हुँदैन, उसले पिराइ पिराइ गर्छ मलाई। अहिले पछि किनिदिन्छु भनिरहेको छ त नि, जाडो भइसक्यो, घाम लागिरहेको त नि। ल अहिले अहिले किनिदिन्छु क्या, अहिले फर्किनु किनिदिन्छु। गाह्रो छ हो गाइज खुसी बनाएर राख्नु नि। ल हेर त, हेर त, हेर न। अगाडि नै हेर्छु नि, अब अगाडि नै हेर्नुहुन्छ उहाँले। सो गाइज के भन्नु अरू त है, च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला। मान्छेहरू धेरै छन् यता, मान्छे भएपछि बोल्न आँट आउँदैन मलाई। ट्विट गरेको भाग दिइरहेको त्यहाँबाट। यो चाहिँ लभ डाँडा हो है, लभ डाँडा एरिया। लभ डाँडाको ठ्याक्क पछाडि छौँ हामी चाहिँ, कृष्ण मन्दिर। अनि कति घरमा मात्रै बसिरहनु, यसो घुमौँ फ्रेस हौँ भनेर। त्यो हप्तामा 6 दिन एउटा कोठाभित्र बसेर काम गर्दा 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 वाक्कै। अनि म कन्टेन्ट पनि पाउँदिनँ क्या फेरि अरू, अब कतै निस्किने भयो पो पाउनु। छुट्टी हुने यही शनिबार एक दिन हो, यही शनिबार नि यताउता गर्दा गर्दै बितिहाल्छ। अनि आज चाहिँ यसो यतातिर घुम्न आएको, साथीहरू भेटघाट नि भयो। फाइनल्ली हामी चाहिँ आइपुग्यौँ है कृष्ण मन्दिर। देखियो होला, सो गाइज अहिले चाहिँ हामी घुमेर फर्क्यौँ है। हेर्नु बसेनौँ कि मान्छे चाहिँ खिच्नै लाग्नु लाग्यो मलाई। कपाल काट्ने त काट्ने, साँच्चै मेरो चाहिँ कपाल काट्ने हो क्या। ल के अरे, म चाहिँ कपाल काटेर आउँछु है। कुन चाहिँ जाने भनेको दिदीकोमा? किनिदिन्छु।
गाइज म चाहिँ कपाल काट्न जानु पऱ्यो है होइन भने मतलब तिमी दिदीकोमा जाँदै गर म कपाल काटेर आउँछु क्या पर्दैन म काटेर आउँछु तिमी जाँदै गर अनि कस्तो मोबाइल ठडाउँदा हातै गल्यो यार मेरो मान्छे धेरै भएपछि ल अब हामी निस्क्यौँ सर्ट एन्ड स्विट भ्लग हुन्छ यो चाहिँ है किनभने मेरो बिहान घरबाट निस्किँदाको भ्लग क्लिप भयो त्यही भएर चाहिँ यो छोटो मिठो हुन्छ च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गर्नु होला वृन्दावन आइपुग्यौँ हामी ल अब कपाल काट्ने ठाउँमा गएर भेट्छु है त म चाहिँ के अरे आइसक्रिम चाहिँ नपाएर यो के यसको नाम के अरे चोकोबारमा कुरो मिल्यो मेरो चाहिँ है अझै अहिलेलाई मिल्यो अझै आइसक्रिम खाने इच्छा पुरा भएको छैन होइन यसमा कुरो मिल्यो क्या अहिले आएर अहिलेको लागि चाहिँ होइन त्यो पल्लोपट्टिको दिदी मलाई हेर्दै हिँडिरहेको थियो आफै लडिरहेको मलाई जस्तो लाग्दा याद गरेको त्यो दिदी मलाई हेर्दै हिँडेको क्या ल है कसले जित्छ कसले अहिले धेरै जित्यो ल ल यसमा हार र जित चाहिँ कसरी हुन्छ कसै मान्छेको पेपर छ अनि मैले जित्यो ल ल ल खेलाउ त फेरि ल कसले जित्छ ल सुरु बराबर भयो बराबर त्यो ल सेम भयो त्यो मिलाएर हान्दा चाहिँ क्या हो ल ऊ ल कान्छोले जित्यो ल जिते ल ल ल
सो हे एभ्रिवान, गुड मर्निङ। दिस इज द नेक्स्ट डे है। अहिले चाहिँ म जाँदैछु काममा। अनि हिजो ढिला भयो क्या मलाई, त्यही भएर मैले भ्लगिङ गर्नै पाएन। अनि कपाल काटेर आएँ। कस्तो देखिरहेछ कमेन्ट डाउन बिलो है। तर मलाई यो अगाडिको धेरै लामो भयो जस्तो लागिरहेछ, म यो छोटाउँछु। अनि त्यही हो, लाइक सब्सक्राइब गर्नु होला। यस्तै यस्तै छोटो मिठो भ्लग ल्याउँदै गर्छु है। अनि दिन त एकैछिन बसिदिने के भयो भन्दाखेरि हिजो म कपाल काट्न 2:30 बजे छिरेको, के अरे 4 बज्यो क्या निस्किँदा। भिड थियो अनि ढिला भइहाल्यो। आउँदा आउँदै रात पनि पऱ्यो। अनि मैले भ्लगिङ गर्न चाहिँ पाएन। अनि मैले यहाँबाट जाँदाको र उताबाट फर्केर आउँदाको सिनेमेटिक चाहिँ एकै ठाउँमा हालिदिएको छु, लास्टमा हालिदिएको छु मैले। त्यो चाहिँ सबै भिडियो हेर्नु होला पुरा है। लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला। अब अर्को भिडियोमा भेटौँला। बाई बाई।